सो हेलो गाइस, सबैलाई स्वागत छ मेरो न्यू भ्लगमा। र आज हामी आफ्नो उता खेत र नदी देखाउँला भनेको थिएँ मैले योभन्दाको अगाडिको भिडियोमा। र हजुरहरूलाई म आज त्यो आफ्नो खेत र नदी देखाउने छु। ओके, लेट्स गो। सो मैले रोडमा पुगिसकेको छु र अहिले हामी जान्छौँ। अरे तो कस्तो खड़खड़ छ के, बनाने वाले ने भी क्या है रोड बनाई है। और यता कल्लू राम बसेका छन्। ए भाइ रगाई जहिले त अचम्म भयो भने नि जता म साइकल लग्ने भयो नि त्यतै त्यो पनि आउने भयो। त्यसपछि कराए अब हिँडेर जानु पर्यो। हेर्नुस् नथुलाल र हेर्नुस् गाइस सुँगुर कति सानो छ। र गाइस यता यो बारी हो, हेर्नुस् यसमा कति 3वटा लौका फल्या छन् अहिले त हैन। अगाडितिर धेरै फल्थे के, आजकल त सबै बेचिहाल्यो। तर यसको पछाडितिर पनि धेरै फल्या छन् के, लौका भयो, काँक्रा तोरीहरू, धेरै सब तरकारीहरू अहिले हामी नदीमा आइसकेका छौँ। हेर्नुहोस् हाम्रो उताको नदी त्यहाँ यो बारी भयो, यो बारी सबै बारी हो, यो नदी त्यहाँ हेर्नुहोस् केटा बगेर आउँछ। उनी अंकल नजारा लिँदैछन् नदीको नजारा। अब हामी अहिले उता आफ्नो खेत हेर्न जाँदैछौँ। उतातिर हाम्रो खेत। पुरै बाटो खराब भएर हैन, एकदम यतैबाट जान्छन्। खतरा के जालीमा एउटा फोटो खिच्नु पर्यो। र आज मेरो साथी हल्का उल्टा हान्छु भन्दैछ हैन। खै उल्टा हान्न सक्छ कि नै थाहा छैन, तर आई होप कि सक्ला। थाहा छ खै हान्दैन, कान्दैन हान्दैन। र हामी अहिले आफ्नो खेततिर जाँदैछौँ। उता हाम्रो खेत र उता माछा पनि मार्दैछन्। माछीमा नजाउँ न दाजै काला पानीमा, माछीमा नजाउँ न दाजै। र यिनी मेरा साथीहरू। सो फाइनली हामी अहिले आफ्नो खेतमा पुगिसकेका छौँ र यता पुरै मास बोएको छ। यो तिल पनि काटेको थियो, यो काट्न हैन 2 दिन लाग्यो कि, पुरै 2 दिन भने नि यस्तो घाममा पुरै 2 दिन, धेरै गाह्रो छ गाइज हैन। र उता सूर्य वाह
क्या दामी सिन आउँदैछ क्या यताबाट, क्या धेरै राम्रो। यो हाम्रो तिल यसलाई यसरी टिपेर यसरी खनेर ओके त्यसको जान्छौँ अब हामीहरू उताबाट। यता यो र यता होइन गाइस धेरै पुरा बाटो बिगरेर के हल्का ठुलो हम्पाइ पालेपछि हुन्थ्यो, यति सानो हाल्या चाहिँ म पनि के हुन्थ्यो, लुट्न सक्यो लुट भने जस्तो। धेरै गाह्रो छ गाइस। र यता यो घाँस पनि उगेर यो झाडु भन्छन् यिनीहरूलाई, यो साइड साइडमा उम्रिएर खतरा के पुरै हेर्नु न भुँड के। र एउटा के भयो पात हुन्छन् यसका होइन, त्यो उगेर पुरै त्यहाँ आगो बल्दैछ। यता भूत छ भनेर भागेर गयो। र यो गाउँको डोन हेर्नुहोस्, पुरै गन्जी कट्टु लगाएर एकदम खतरा के। र यता पुरै ओराल चुटेर होइन खनाएर पढेर कस्तो पानी पर्ने जस्तो पनि भइहाल्यो अहिले त। अब घर पुग्नु पर्यो नि त गाइस होइन। र गाई जुत्ताबाट पानी पर्ने जस्तो भएर खतरा हुँदैछ के। आफ्नो घरनिर पुगिसकेको छु र म आज यो भिडियोलाई यहाँनिर एन्ड गर्न चाहन्छु। ओके टेक केयर, बाई बाई।